नमस्कार सबैजना साथीहरुलाई। मैले चाहिँ तपाईहरुलाई आज यो इन्डक्सन र इन्फ्राइड यो चाहिँ एकै ठाउँमा छ। म चाहिँ तपाईहरुलाई फरक छिटाउन देखाउन लागिरहेको छु। धेरै साथीहरुलाई चाहिँ इन्डक्सन र इन्फ्राइडमा कन्फ्युज रहेछ। मैले बुझे र ओडाले बाँडिराखेको इन्डक्सन चुलो भनेर चाहिँ त्यो पनि धेरैलाई इलेक्ट्रिक चुलो भनेर भनिराख्नु भएको रहेछ, भ्रम फैलाइराख्नु भएको रहेछ। त्यसमा चाहिँ त्यो इलेक्ट्रिक चुलो रड तात्तिने अनि त्यति सस्तो ल्याएर हामीलाई के अरे बाँड्दैछ भन्ने हल्ला रहेछ। मैले त्यसो भएकोले मैले स्पष्ट गर्नको लागि मैले अन गरिसकेको छु। यो इन्डक्सन चुलो हो र यो चाहिँ इन्फ्राइड हो। मैले दुईटै अन गर्छु, हेर्नुस् हैन। यहाँ अहिले मैले अन गरेँ अनि यसमा पावर दिन्छु 200 मा यो बल्यो र यो बढाउँदै गएपछि हैन यो 500 मा बल्यो। यो इन्फ्राइड हो। यो चाहिँ एकछिनबाट तपाईलाई रातो हुन्छ। यो चाहिँ इन्डक्सन हो। यो चाहिँ अन भइसकेको छ हैन, 500 मा भइसकेको छ। अब यो इन्डक्सन चाहिँ तपाईलाई यतिकै अन गर्यो भने अन हुँदैन। हेर्नु है, हामीले मोबाइल चलाए जस्तै हो। यो स्क्रिन टच हुन्छ हैन, स्क्रिन टच हुन्छ। मैले यहाँ अन गरे, यो अन गरे, तर यो अन हुँदैन। हेर्नु है त, यहाँ अब भाडा नभइकन सेन्सर हुन्छ, त्यसो भएकोले भाडा नभइकन यो अन हुँदैन। मैले पावर दिन्छु यसलाई, अन गरे पनि पावर गएन हैन। अब तपाईलाई स्टिलको भाडा अथवा फलामको भाडा लाउनुभयो भने यसले पावर दिन्छ, अथवा 200 300 400 हुँदै यो बढ्दै जान्छ। हेर्नुस् है, यो इन्डक्सन हो, त्यसो भएकोले यो सेन्सर कराइराखेको छ। तपाईलाई यो अन हुन मानिराखेको छैन। अब मैले यो स्टिलको बटुको राखेँ है, हेर्नु है त। हो, स्टिलको बटुको राखेपछि तपाईलाई 200 मा बल्यो, हेर्नु त। 400 भयो, 600 भयो हैन। यो वाट बढ्दै गयो। अनि यो चाहिँ तपाईलाई इन्डक्सन चुला भएको हुनाले यो चाहिँ तपाईको उसले निकाल्दियो हैन। यो चाहिँ तपाईको सेन्सर हुने भएकोले यो तपाईलाई यो फेरि अफ भयो, आफै अफ भयो हैन, आफै अफ भयो। अनि यो तपाईलाई अब यो फेरि निकाल्दिन्छु। यो निकाल्दिएपछि फेरि आफै अफ हुन्छ। हेर्नु है त, सेन्सर कराइरहेछ, यसले भाडा मागिरहेछ। तर मैले यसलाई भाडा झुक्क्याएर मैले यो अरु केही हाल्दै ल भने यो अन हुँदैन। हेर्नु है, यो अन भएन हैन। अब अर्को तपाईलाई म सिल्भरको भाडा, कुनै सिल्भरको कुराहरु लगिदिन्छु, र पनि अन हुन मान्दैन। जस्तो हेर्नु है, अब यो भाडा पनि यसले मानेन क्या। तर अब तपाईलाई चाहिँ त्यही अहिलेको स्टिलको बटुको लायो भने यो फेरि अन हुन्छ। हेर्नु है, ल 600 वाट बल्यो। अब यो चाहिँ तपाईको यो चाहिँ इन्डक्सन भयो हैन। यो सेन्सरवाला हुन्छ। यसमा तपाईलाई स्टिल राखेपछि नि यसरी बल्छ, फेरि उचालेपछि अफ हुन्छ हैन। अनि फलाम तपाईलाई खिया आउने कुरा, फलाम राखियो भने पनि यो अन भयो। हेर्नु है, यो मान्यो यसले। तर अब त्यो अघिको सिल्भर राख्दा चाहिँ अन भएको थिएन। यसलाई चाहिँ इन्डक्सन भन्ने। तर अर्को इन्फ्राइड भनेको चाहिँ अब हेर्दा सेम देखिन्छ, तर यो चाहिँ तपाईलाई नभए पनि यो जस्तो यहाँ भाडा नराखे पनि अन हुन्छ यसरी। र यसले पावर बढी पनि हुन्छ हैन। 1200 1400 1600 1800 सम्म गयो। यहाँ देखिँदैन, रातो हुन थाल्यो। तपाईसँग भएको धेरै साथीहरुले चाहिँ यो भाडा नबसाइकन तातो हुने, यसरी रातो हुनेलाई चाहिँ इन्डक्सन भनेको रहेछ। यो चाहिँ इन्फ्राइड भन्छ खासमा। यसमा चाहिँ तपाईलाई भाडाहरु राखे पनि नराखे पनि यो तात्तिन्छ र यो पावर दिन्छ। तर यो इन्डक्सनमा चाहिँ तपाईको भाडा राखेन भने, यसरी उचाल्दियो भने अटोमेटिक यो अफ हुन्छ। हेर्नु है त, सेन्सरवाला अफ भयो। त्यसो भएकोले हामीले यसलाई चाहिँ हामीले खास यसलाई इन्डक्सन भन्छौँ। र यसमा चाहिँ धेरै पावर पनि खर्च हुँदैन। तपाईले धेरै बढाउनु भयो भने यो हेर्नु त, 1300 भन्दा बढेन, 1400 भन्दा बढेन, यहाँदेखि माथि जाँदैन। मतलब त्यसमा 1800 वाट हाल्नु र यसमा 1400 हाल्नु उस्तै पावर आउँछ, उति नै काम हुन्छ। र यसमा चाहिँ तपाईलाई भाडा नभए पनि यो तात्तिराख्छ। यसमा अलिकति हामीले केयर गर्नुपर्ने हुन्छ। हामीले बिर्स्यौं भने यो अलिकति आगो लाग्ने सम्भावना अथवा बढी हुन्छ। जस्तै ग्यासको चुला जस्तै बालेको बलेको हुन्छ यो चाहिँ हैन, यो इन्फ्राइड चाहिँ। तर यो इन्डक्सन चाहिँ हुँदैन। धेरै तापक्रम भयो भने यो अटोमेटिक अफ हुन्छ। त्यसो भएकोले इन्डक्सन र इन्फ्राइडमा मैले आज तपाईहरुलाई फरक
देखाइदिए। त्यसो भएको कारणले गर्दाखेरि हामीसँग जति इन्डक्सन चुलो सुरक्षित र कम खर्चिलो हुन्छ, इन्फ्राइड चुलो चाहिँ त्यति कम खर्चिलो हुँदैन। अलिकति इन्फ्राइड चुलो चाहिँ अलिकति बढी खर्चिलो हुन्छ, त्यसमा पावर अलिकति बढी जान्छ र लसेस धेरै हुन्छ र समयको बचत चाहिँ इन्डक्सन चुलोमा निकै हुने गर्छ। अब समयको बचत हुने अनि तपाईँलाई खर्च पनि कम हुने, ग्यासमा जति खर्च हुँदैन। त्यसो भएकोले यहाँ हेर्नु न, तपाईँसँग बोल्दा बोल्दै पानी यो उम्लिसकेको छ, हेर्नु होइन, भाप उठिसकेको छ। 600 वाटमै तपाईँको पानी उम्लिसक्यो यति छिटै होइन। त्यसो भएकोले पनि यो इन्डक्सन चुलो बढी फाइदाजनक छ है त।